ओ साथी मेरो फोनलाई के अरे तिमीले के भन्यौ मेरो फोन कस्तो अरे के गरेँ अरे मैले भन न मेरो फोन के गरेँ अरे मैले मेरो फोन कस्तो अरे मेरो फोन कस्तो अरे एकदम दामी हाम्रो फोनलाई चाहिँ अघि भने जस्तो भन न मैले के गरेँ अरे तिमीलाई हाम्रो फोनलाई चाहिँ यति डरलाग्दो इग्नोर हान्दैछ साथीले हो के भन्नु अब फोन काट्छ त्यहाँदेखि किन काटेको अरे मैले फोन किन भन्दाखेरि चाहिँ अनि कहिले काहीँ फोन रिसिभ गर्दैन किन भन्दाखेरि चाहिँ किन रहेछ भोइस मेसेज पठाउनु भन्दो रहेछ यतिको गफ त दिनु पर्यो नि है सानो गफ दिएर नि यस्तो गफ दिने मान्छे चाहिँ मैले चाहिँ जिन्दगीमा नसुनेको क्या अब म भोइस मेसेज पठाउनु त्यहाँबाट चाहिँ थाहा हुन्छ कि त्यहाँबाट चाहिँ थाहा हुन्छ के हुन्छ हाम्रो के थाहा हुन्छ साथीकोमा पनि आइफोन रहेछ भनेर फोन गर्नेहरूलाई है फोन काट्यो भने चाहिँ भोइस आइफोन किनिसकेपछि साथी हो साथीहरूको फोन चाहिँ रिसिभ नगर्नु रहेछ चिनाउनुलाई किनभने उसकोमा चाहिँ आइफोन छ भनेर थाहा भइहाल्छ नि त त्यो भोइस मेसेज पठाउनु भन्छ अरे लास्टमा चाहिँ मेरो त फोन त एन्ड्रोइडमा त कसरी चाहिँ आइफोन देख्यो तिमीले चाहिँ आइफोन चाहिँ कहाँबाट देख्यौ यो चाहिँ अब हुनु चाहिँ हाम्रोमा आई त आई नै हो यसलाई आई भनेर सोच अनि यसलाई फोन भनेर सोच हो एन्ड्रोइड हो हाम्रो फोन एन्ड्रोइड ट्विन काम गर्छ क्या यो आइफोन गर्छ सिङ्गल गर्छ सिङ्गल भएको किनेको चाहिँ 17 प्रो साथीले चाहिँ 17 प्रो अरे हाम्रो चाहिँ एउटा आँखा मात्रै पर्यो नि त त्यही भएर कुखुरा कुखुरा यहाँनिर बजाइदिउँ होइन चोरुङ होइन कुखुरा साथी कुखुरा चोरुङ होइन ए टिपुङ होइन कुखुरा कुखुरा कसको लु है वाचिपा बनाएर हजुर गोली म